गाइस यो चाहिँ मेरो घर हो। आमाले बोडी रोपेछ हो। अलैँची यहाँ चाहिँ सुँगुर छ। माथि बाछा गोठ रहेछ। सुन्तलाको रुख मोटे छ। ग्रिन हाउस म चाहिँ साग टिप्न गएको। यो चाहिँ कोदो। थिम्पू जाने बाटो यस्तो छ। म्याउ म्याउ। मेरो बिरालोले म आएपछि कति खुसी भएछ। मेरो पछि पछि आउँदैछ है। दाल कालो दाल रोपेछ। अनि यो चाहिँ तरुल के तरुल हो भन्दा यो चाहिँ वन तरुल भन्छ। जङ्गलको तरुल है साथी हो। यसरी रोपेछ आमाले हो। जङ्गली कोला गाईको लागि। अन्त त्यहाँ अदुवा कति रोपेछ हेर्नु त यहाँ बारेर। यहाँ त केही रोपेन रहेछ। के रोप्न आँटेको नि आमाहरूले। अन्त यहाँ चाहिँ अदुवा छ। अदुवा कति रोपेछ अदुवा बारी आम्माम। यसपालि त ग्रीन हाउसमा म चाहिँ साग टिप्न गएको है। ग्रीन हाउस में साग टिप्ने के लिए जा रहे हैं हम। जुका पो आउँछ त हौ जुका। अघि म त्यो पर तिनवटा डाँडा काटेर आएको रोट। अस्ति कोदोको बिउ यहाँ राखेको थिएँ रहेछ नि। अनि फेरि कुकुर कति कारण छ। बाजेको घर हो। पर बाजेको घर। यो मुनि कुकुर छ। कुकुर कति कारण रहेछ। मम्मा ग्रिन हाउसमा खोर्सानी कति रहेछ। कति रहेछ कति कति। खोर्सानी कति रोपेछ। यो खालको खोर्सानी छ है हाम्रोमा चाहिँ। कस्तो पिरो हुन्छ यो। अनि यसैलाई यो फर्स्ट यो ग्रिन हाउसको देखाउँछ। यहाँ त भर्खर स्टार्टिङ अब रोप्नुले मेसिन यहाँ ल्याइरहेको छ। के रहेन यसमा त। यहाँ चाहिँ रहेछ साग हो। बर्खे साग करेला आमामा। यो चाहिँ साग हो रहेछ है। साग 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 भन्छ यसलाई चाहिँ। खाने बेला भएछ। आमाले उखालेर ल्यायो भने लसुनको माथिल्लोपट्टिको यो उखालेर ल्यायो भनेको छ आमाले। साग कोपीको बिउहरू रहेछ। के रहेछ। अब यो करेलाहरू त सबै मेरो भएको नि। खोर्सानी पनि हो। साग त यति मात्रै रहेछ बिउहरू छ। अहिले बर्खा भएर त्यत्तिकै रोपेन रहेछ। अनि पछाडि रोप्छ। अनि मेरो गाई मेरो मतलब हाम्रो गाई देखाउँछु है त साथी हो। हाम्रो गोरु हो यो। यसको नाम पुरे भन्छ। त्यो माथिल्लोपट्टि रातोको लाले अनि त्यो लालमु। अन्त त्यसको थाहा छैन। त्यसको यिनीहरू उताको नामै थाहा छैन हौ। अनि एउटा चाहिँ पर छ है। अहिले जर्मिनु आँटेको छ कि। अघि म आउँदा अलिकति जर्मेछ बाछाको टाउको मात्रै। अहिले एकछिनमा सबै आउँछ। जिउनै जर्मिन्छ। अन्त म चाहिँ सबैभन्दा फर्स्ट हो आज घरमा आउने। अनि भरे चाहिँ काका बहिनी दाजु आउँछ अरे।